देश फेरि दुर्घटनामा पर्छ। तर अबको दुर्घटनाको बेलामा नेपाली कम्युनिस्ट पार्टी रमिते हुने छैन। यसलाई धम्की नठानियोस्, हेर्नु होला, हामी आउने छौं। तर हामी चाहन्छौं कि निर्वाचन सम्पन्न होस्। यसको हिसाब किताब नेपाली जनताले राखेको छ। खबरदार, याद गर्नु होला। र हामीले भनेका छौं सहज ढंगले निर्वाचन सम्पन्न होस्। सरकारलाई हामी भन्न चाहन्छौं, तपाईहरु कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नु होला। यदि तपाईहरुले संविधान बार मिच्ने कोसिस एकचोटी त मिचिसकेको छ केही हदसम्म, तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर हामीले यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हो। तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्यो भने फेरि संविधान मिचिन्छ। यदि त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौं। आउने निर्वाचनमा हामीले जित्छ कि भन्ने डरले नेपाली कम्युनिस्ट पार्टी त 16 वटा एक ठाउँमा भइसके, भयभरका नेताहरू एक ठाउँमा भइसके, देशभरि जनताको उभार देखियो भनेपछि आत्तिएर चुनाव बिथोल्न लागेका छन्। खबरदार, कृषि क्रान्ति गरेरै छाड्नु छ हामीले। कृषि क्रान्ति नेपाली कम्युनिस्ट पार्टी एक नम्बर पार्टी बनि नै सक्यो। म के भन्न चाहन्छु आदरणीय कमरेडहरू र जनसमुदाय, हामी हिजो पञ्चायत विरोधी आन्दोलनका नेता हौं। हामी हिजो सामन्ती निरङ्कुश तन्त्रका विरुद्ध लडाईँमा त्यसको नेतृत्व गर्ने प्रमुख धारा हौं। हामी मुख्य शक्ति हौं हामी। र हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा र संविधान सभाबाट संविधान लेख्ने कुराका नेता हौं हामी इतिहास बदल्ने, युग बदल्ने आन्दोलनका नेताहरू हौं हामी। 250 वर्ष पुरानो राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको उज्यालो ल्याउने हामी त्यो तागत हौं हामी। अहिले हामी हेर्दै छौं केही भुइँफुट्टाहरू जसको विचारको जग पनि छैन, त्यागको इतिहास पनि छैन, निष्ठा पनि छैन, त्यसले बडो सजिलैसँग हामीलाई हेप्ने दुस्साहस गरेको देख्छु म। खबरदार, याद गर्नु होला, हामी त अहिले यो देशलाई संकटबाट बचाउने, संकटबाट मुक्त गर्ने उद्देश्यका साथ यो तागत एकीकृत गरेका छौं। र हामीले भनेका छौं सहज ढंगले